साउनको 1 गते बिहान 5 बजे यहाँ मेरो हस्बेन्डले बाहिर पानी फाल्दै हुनुहुन्छ। हाम्रोतिर सधैँ बिहान बाहिर पानी फाल्न पर्छ। सो हाई गाइज, वेलकम ब्याक टु आवर युट्युब च्यानल मिस्टर एन्ड मिसेस प्रसाई। यहाँ हस्बेन्डले नै हाई भन्दै हुनुहुन्छ। सो हजुरहरूलाई भने थिएँ साउनमा होल साउन ब्लग आउँछ, लाइक 30 डे ब्लग। यहाँ बाबु नै उठिसकेको थियो। बाबुले मलाई सु आयो भन्दैछ। अनि बिहान उठ्ने बित्तिकै बाबुको चाहिँ दुध खाने काम हुन्छ। सो यहाँ दुध खुवाउँदै हुनुहुन्छ मेरो हस्बेन्डले बाबुलाई। दुध खाने, त्यहाँबाट खेल्ने कुद्ने। यहाँ चाहिँ मेरो खाना पकाउने काम चल्दैछ गाइस। आज चाहिँ त्यस्तो केही स्पेसल छैन, सिम्पल खाना नै पाक्दैछ। यहाँ दाल झान्दैछु मैले। त्यसपछि म चाहिँ रेडी भएँ, किनभने आज चाहिँ साउनको 1 गते साउन सङ्क्रान्ति यहाँ मनाउने गरिन्छ। सो रेडी भएपछि हस्बेन्डलाई गएँ म देखाउन कस्तो लाग्दैछु भन्दै। उहाँले मलाई पछाडि तानेर सुट चाहिँ अलि लुज भएछ भनेर भन्नुभयो, तर राम्रो लाग्दैछ भन्नुभयो। लाइक सिलाउने ठाउँमा नै लुज गरिदिएछ थोरै, मैले लुज फिटिङ गरिदिनु भनेको थिएँ। सो अनि यहाँ चाहिँ हामी टिका सिका लगाइसकेछौँ। तिम्रो बेलुन देखाइदेऊ। टिका पनि कहाँ लगाइदिएको, अलि माथि लगाइदिए त हुन्थ्यो। फेरि त भन्न पर्थ्यो नि पहिला नै, यहाँ लगाइदिनु। त्यो त मैले टिका छड्के लाउन, तैँले मागै छड्के फाड्छस् कि। जहाँ माग फाडेछ त्यहाँ यहाँ सिन्दुर यो बिचमा छ, माग फाडेछ यहाँबाट, अनि यहाँ लगाउने होला नि कि यहाँ लाउने हो र? यहाँ फाड्छ भने यही टिका लगाइदिनु। जहाँबाट त्यो फाटेको त्यही लाउने हो। त्यस्तो हुन्न, मान्छेले त जहाँ बिचमै छ त टिका। अब सिन्दुर लगाएको मुनि नभएर त्यसमा मेरो के गल्ती हो र? हस्बेन्डले जहिले नै टेरो टिका लगाइदिनुहुन्छ। यहाँ खाना खाँदै हुनुहुन्छ। टिका सिका लगाइसकेपछि, पूजा गरिसकेपछि खाना खानुभयो। त्यसपछि एकछिन बाबुसँग खेल्ने। बिस्तारै बिस्तारै। यहाँ चाहिँ बेबी एन्ड हस्बेन्ड हाइड एन्ड सिक गेम खेल्दै हुनुहुन्छ। सानो खोइ डरा खोइ कसरी देख्यौ? कसरी? माय है कहाँ गयो सानो? सानो अब चाहिँ हस्बेन्ड काममा जानुभयो, बाई। त्यसपछि हामी चाहिँ गयौँ खानासाना खाएर सुत्यौँ। उठेर यो बाबुलाई नास्ता आज साँझको प्याज स्याज राखेर गिलो रोटी पकाइदिएको। अनि यो चाहिँ मेरो नास्ता चटपटे चिउराको चटपटे हो। अनि चिया नै पाक्दैछ। सो चटपटे एन्ड चिया खाने। त्यसपछि रातिको खानाको तयारी हुँदैछ। यहाँ चाहिँ म आज आलु पराठा पकाउँदैछु गाइस। पहिले पहिले मलाई आलु पराठा पकाउन एकदमै गाह्रो हुन्थ्यो, लाइक बेल्दाखेरि पुरै फुटेर जान्थ्यो के। आजभोलि त पकाउन लाग्छु मैले, बानी परिसकेछ। अनि राम्रै पाक्छ, त्यस्तो फुट्दैन, यस्तो यस्तो हुन्छ हेर्नु न। सो यहाँ आलु पराठा पाक्दैछ रातिको खानामा आज। अनि हस्बेन्ड नै आइसक्नु भएको छ कामबाट। अनि बाबुलाई खाना हस्बेन्डले नै खुवाइसक्नु भयो। एन्ड अब चाहिँ हामी खाना खाने। सो मैले खाना पस्के आलु पराठा र दही।
आजको हाम्रो खाना आलु पराठा दहीसँग एकदमै मिठो हुन्छ। हामी चाहिँ दुईजना एउटै थालमा खान्छौँ जहिले नै। लाइक दिनको खाना नभए नि रातिको खाना चाहिँ एउटै थालमा खान्छौँ। सो यहाँ हामी खाना खान लायौँ र आजको दिन हाम्रो यस्तै बित्यो। सो गाइज बाई, टेक केयर, सी यू इन नेक्स्ट भिडियो। च्यानललाई सब्सक्राइब गर्नु होला।